आज चाहिँ मेरो पहिलो ब्लग बनिँदैछ र म सरासर घाँसको यहाँ हाँगामा टेक्दैमा बाँदर जस्तो चढ्दै गएँ माथि। अनि माथि गएर त्यसको पछि के भयो कि खुकुरी फुत्दै निकाल्यो, छापछुप काटिदिए है। अनि काटेको 2-3 वटा हाँगा यसो झारे यताउता मान्छे हेर्दै काटिदिए। यो घाँसको सेउला चाहिँ के को लागि भन्दामा विशेष गरी यो अदुवा छेप्नुको लागि हो। यो सेउला यो चाहिँ टुनी घाँस हो, घाँसको पात। यसले चाहिँ राम्ररी नै अनि मेलो पनि अगाडि बढाउँछ र अर्को कुरो चाहिँ हो कि अदुवालाई सेप्टिक पनि दिन्छ र मल पनि हुने यो सेउला काट्दै खुकुरी पनि भुत्ते भइगयो। आज फेरि धार लाउनु बिर्सेको खुकुरी एउटा हाँगालाई 2-3 बार कब्दा पनि नकाटिने भएको छ। के गर्ने हैन, छोरा मान्छेको जिन्दगी र गरिबी लाइफ यस्तै हुँदो रहेछ, के गर्न साथी। फेरि भन्न जाँदाखेरि टुप्पोहरू काटेर घाँस थरथरी काम्दै थियो, झारिसके सेउला चाहिँ माथिको टाउको साउको। त्यहाँबाट फेरि नाम फाल्दै बाँदर जस्तो नाम्दै कुकुरी लाए दापमा अनि नाम्दै काट्दै नाम्दैछु। अनि नाम्दै गर्दाखेरि फेरि अड्केको सेउलाहरू पनि झार्दैछु। त्यसको बादमा चाहिँ के भयो कि यो सेउला झारे है। सेउला झारेको बादमा म फेरि नामिसकेको पछाडि भारी लाएँ मिलाएँ गरेँ है। त्यसको पछाडि के भयो कि अब सबै मिलाइसके पछाडि डोरी चाहिँ अलिक छोटो पर्ने थियो। डोरी यताउता गरेर तन्काई गरेर बानेर लात्ताले हानेर भए पनि तानतुनाइ गरेर जे भए पनि अब बोक्नु त पर्ने छ है। अनि एक बारको बारी 2 बार किन त लानु भनेर बानेको पछाडि चाहिँ के भयो कि है, अब भन्न जाँदाखेरि अब उचालेर भारी भएको छ। भन्नु त भएन, कसैलाई कुरा त व्यर्थ गर्नु मिलेन। लात्ताले हानेको पछाडि अब फेरि काँधमा लाएँ। अनि काँधमा लाएर उचाल्नु खोज्छु, उचालेको थिएन, जेनतेन उचाले है। उचालेर अब जानु त पर्छ है। अनि अब जहाँ गएँ कति भिडियो मात्र बनाउनु भने अलिकति फेस पनि देखाएँ। अनि यो हेर्न सक्नुहुन्छ, यो अदुवा बारी जाँदा देखाउँदै अनि यसमा फ्याँक्नुपर्ने यो माथिल्लो डब्लामा चाहिँ। अनि गएँ अगाडि गएर अनि लगेर फ्यात्तै फ्याँक्दै अब भिडियो त आएछ है। टाढाबाट देखेको छैन, ब्याक क्यामेरा पल्टाएँ, साइडमा गयो, बिचमा भएन। अनि फेरि नाम लिएर आएँ है। त्यतिमा अब मेरो भिडियो समाप्त हुँदैछ। लाइक गर्नु।